हेलो गाइज, हेलो साथीहरू। आज चाहिँ म थोरै मेरो अनुहारमा थोरै मेकअप गर्न जाँदैछु हैन। यो यति साह्रो हामी मतलब मेकअप गर्नु त कहिलेकाहीँ मन लाग्छ कि, तर प्रायः जस्तो हामी गर्दैनौँ क्या। अनि फेरि यस्तो त्यति साह्रो लाउने पनि बानी छैन नि त। त्यहाँ अलिअलि चाहिँ लाउँथ्यौँ, त्यस्तै मोइस्चराइजर सनस्क्रिनहरू चाहिँ लाउँथ्यौँ। आज चाहिँ म थोरै त्यसमा केही अरू कुनै प्लस गरेर मेकअपहरू लाउने चाहिँ सुरुमा चाहिँ म मोइस्चराइजर लाउँछु हैन। म मोइस्चराइजर फेरि यस्तो लाउँछु भने नि यति धेरै मलाई अनुहारमा दल्नु मन लाग्छ कि मोइस्चराइजर यति धेरै मन लाग्छ कि फेरि प्रायः जस्तो भन्छ नि मोइस्चराइजर यस्तो नदल्नु साह्रो नै भनेर। त्यहाँदेखि म चाहिँ लाउँछु, दल्छु होइन, म चाहिँ किन चिप्दै हुँदैन क्या। त्यसपछि म सनस्क्रिन लाउँछु होइन। सनस्क्रिनमा लगाएपछि मलाई कस्तो अनुहारमा टिलिक्कै टल्के जस्तै लाग्छ क्या, कस्तो साइनिङ दिएको जस्तै लाग्छ। मलाई त्यो चाहिँ मनपर्छ। अनि यो चाहिँ मैले हिजो भर्खर किनेको आइसेट क्या। तर कहिलेकाहीँ यसो अरूले यसो लगाएको देख्दा पनि कस्तो यो आँखामा के होला त्यो कस्तो लाउनु मन लाग्थ्यो क्या। म त्यस्तै सोच्थेँ क्या। अनि त्यसपछि आज नि मैले हिजो मलाई यो चाहिँ कस्तो मन परेर किनेको थिएँ क्या। अरू बेला म कस्तो हेभी देख्थेँ, अनि हिजो चाहिँ मैले यसो जाँदाखेरि यो कस्तो राम्रो सफ्टवाला देखेँ क्या। त्यसपछि मैले यो किनेको नआए पनि म लाउँदैछु, त्यो पनि माइन्ड नगर्नु है। यतिको त मैले जस्ट ट्राई मात्रै गरेको कि। अब ठिकै छैन यतिको अलिअलि आउँदा त ठिकै त हो नि होइन। यताउता लतलो हेर्नु। अब त्यसपछि गाजर चाहिँ मलाई फेरि आँखाको टुप्पो मात्रै लाउने बान्छ क्या। फेरि यता सबै पुरै आँखामा पनि लाउनु चाहिँ मन लाग्छ कि। फेरि त्यसरी एउटा आँखामा लाउनु हुन्छ, एउटा आँखामा बिग्रिन्छ होइन। त्यो पनि आज त हेर्नु न, यसरी लाउँदा पनि मेरो त आज त बिग्रिरहेको थियो क्या। मलाई एउटा मन परेको थिएन, अनि यताउता गर्छु हुँदैन। मैले लास्टमा आएर पनि यस्तो त्यसलाई नि म मेटाएर फेरि अर्कै खालको बनाएँ। यस्तो ठाडो गयो नि त। अब यस्तो सुनमुनिबाट सुतेको जस्तै बनाएको छु फेरि। त्यो चाहिँ राम्रै लाग्छ मलाई, फेरि यस्तै मनपर्छ अलिअलि। अनि फेरि अब यो परेला नि थोरै उठाउनु पर्यो होला नि त होइन। अनि मैले परेला नि उठाइदिएको परेला उठाएपछि मस्कारा लाउनै त पर्छ होइन। म तर प्रायः जस्तो म मस्कारा लाउँदैन, त्यो पनि आज मैले लगाइदिएको। अनि त्यसपछि ग्लस पनि कहिलेकाहीँ। अनि त्यसपछि लिपस्टिक पनि अब त्यति साह्रो यही लिपस्टिक चाहिँ लाउँथ्यौँ होइन। तर आज चाहिँ लिपस्टिक पनि लाउनु लगाएको। अनि फेरि यो थाहा छ, हामीलाई टिका नलाइकन चाहिँ कहीँ हिँड्नै मन लाग्दैन। यो चाहिँ हामीलाई पहिलेदेखि नै लाउने बानी भएर होला। टिका नलाइकन त के छैन हुन्छ। अनि यति नेक्लेस मात्रै मलाई चाहिँ यो नेक्लेस मन परेको थियो होइन। फेरि यो नेक्लेस लाउनु खोज्छु हुँदैन। अनि फेरि बल्ल लाएँ। अनि मैले इयरिङमा यो इयरिङ मन पऱ्यो। अनि फेरि मलाई यो दुइटामा कुन्लाम भइरहेको थियो। अनि फेरि एल्लोबाट चुज गरेँ। अनि मलाई चाहिँ आज कपाल के गरौँ भइरहेको थियो होइन। अनि बल्ल मेरो दिमागमा आयो क्या, यस्तो मलाई चाहिँ यस्तो अर्कै प्रायः जस्तो म यो स्टाइल चाहिँ बनाइरहेको छु कि। त्यही पनि मलाई आज यो स्टाइल चाहिँ ओपन बनाउनु मन लाग्यो। किनकि मैले आज यो के लगाएको थियो भने नि कुर्ता टाइप के भन्छ यो लगाएको थिएँ क्या। हिँड त गाई चाहिँ हेभी टाइपको मैले राम्रो बनाएँ नि होइन। कस्तो मनपर्छ क्या मलाई। फेरि मेरो कपाल चाहिँ यति दुख्छ कि तान्दा पनि यस्तो तानिन्छ। बल्ल यो कपाल माथि बनाएको थिएँ। अब कपाल बाटौँ कि डल्लो पारौँ कि मुठा पारौँ भइरहेको थियो। अनि लास्टमा आएर मुठा बनाउने सोचेँ। मुठा बनाउँदैन एउटा राम्रो देखेको थिएन क्या। कस्तो पिलित यो बाटेको अर्थै नलाग्ने जस्तो भइरहेको थियो। अनि मैले यो दुइटामा एउटा छानेको थिएँ। लास्टमा मैले बाटेको त्यो डल्लो बनाउने नै भनेर किन छानेको होला। लास्टमा आएर मैले कपाल बाटेँ। गाइज म टिकटक बनाएर पनि आइसकेँ। मैले यो सुन्न सानोमा बनाएन, मलाई नाच्नु त आउँदैन। अनि टिकटक बनाइसकेँ फाइनली। हाम्रो फाइनल लुकमा आएँ। यस्तो सिम्पल सादा प्रायः यस्तो हिँड्छु। आजलाई यति नै। बाई बाई गाइज।